गाइस आजको ब्लगमा हजुरहरुलाई स्वागत छ मेरो। आज चाहिँ म मेरो साइकललाई एक्सचेन्ज गरेर नयाँ बनाउने वाला छु है त। जाम स्कुटरमा घुट्टापिट्टि जान्छ माने जब साइकल लिएको कस्तो साइकल लिएर मन पर्ने मेरो मन पर्ने साइकल लिन लायो। ठुलो छ साइकल, कसरी चलाउने हो? चलाउने त अब हेर जान्छ। चलाउन सक्नु नसक्नु भन्ने कुरो पो हो। सकिहाल्छु नि, किन नसक्नु मेरो बाबा। हामी यहाँ राधाकृष्ण पुगे। हामी राधाकृष्णको ब्लग कहिले नि बनाएको छैनौँ। आज चाहिँ म राधाकृष्णको ब्लग बनाउँदै अगाडि बढ्नेवाला छु है त गाइस। हेर्नुहोस् कति समय आउँछ। यहाँ अगाडि राधाकृष्ण मन्दिर। हामी यहाँ अस्ति नै भजन कीर्तन गर्न गएको थियौँ। हेर्नु साथीहरू, हामीहरू कुद्नलाई सँगै हाम्रो साइकल लिनलाई। म एकदमै एक्साइटेड छु है त। साइकलको पसल त खुलेकै रहेछ। अब म उनीको घर जान्छु अनि साइकल बोकेर ल्याउँछु। बाले पसलले खोल्नु भयो अनि त्यसपछि हाम्रो साइकल पछाडिबाट आइसकेको छ। यो नयाँ साइकल हो अनि यो त सानो रहेछ त साइकल भन्थ्यौ। मेरो नयाँ साइकल कस्तो हो हजुरहरूले कमेन्टमा बताइदिनु होला। कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला। मेरो पुरानो साइकल, यो पुरानो साइकल साथीहरू त साइकल किन्यो है त। अब यसलाई यतै राखिदिनु यो ल। त्यसरी ल यहाँ खुट्टा टेक्नु ल। जिन्दगी हामीले नयाँ साइकल किनिसकेछौँ। अब म गरिदिनु बस त अब अनि स्पट चाहिँ चलाउ त घटिया बजार मेरो मम्मी नाइट ड्युटीबाट आइसक्नु भयो। अब मम्मीसँगै ब्लग बनाउँदै हिँड्छु म। गाडी आयो भने यसले होइन, मान्छेहरू अगाडि रोक्यो भने यसले हटाउने हो। मलाई हेर्ने हैन कस्तो आजा
टर्निङमा बजाउने बिस्तारै ओइ वेट Ada kakek, abu kalau ini berada di negara. Wah, karena begini lah ini. Ayo lagi. Kita sudah iya dah. मेरो आमाले मेरो साइकललाई पूजा पनि गरिदिनु भयो। अब मेरो साइकल हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र च्यानललाई फलो, शेयर, सब्स्क्राइब गर्नुहोला। थ्यांक यू।